के भाउला बुहारी अहिलेसम्म उठेकी छ कि छैन हेरेर जानु पर्यो आफू बुढीलाई सन्चो छैन ए बुहारी बुहारी कति बेरसम्म सुछेस बा त आफू यहाँ बिरामी भइरहेछु के भन्नुभएको सासुआमा मलाई सन्चो नभएर अलि बेर सुतेको त थिएँ नि अचेलका बुहारीहरूलाई बोली साध्यै छैन सधैँ टाउको दुख्या भन्यो बहाना पार्यो सधैँ टाउको दुख्यो भन्यो बहाना पार्यो म र दोष नलाउनु न आमा म पनि कसैको छोरी हो हजुरको छोरी जस्तै त हो नि सबै मैले टाउको दुखो त भनेको छैन नि हो कि होइन भन्नुहोस् त हुन त हो कान्छी तैँले भनेको कुरा ठिकै हो तेरो ठाउँमा मेरो छोरी बिरामी भएको भए मैले यस्तो भन्दैन थिएँ मबाट ठुलो गल्ती भएछ सन्चो नहुँदा नि तँलाई मैले त्यस्तो भने मलाई माफ गरिदे अबदेखिबाट म यस्तो काम माफ गर्दैन हामी मिलेर बस्नुपर्छ सँगै ल बुहारी